कन्सिलर लगाएर ल्यासेस मस्करा लाउँदा यति धेरै भोल्युम दिन्छ होइन। सानो भएको हेर हेर अझै मजाले ओपन गर। गर्नु बाँकी छ पकाउनु हिजोबाट चाहिँ ज्वरो आएको रहेछ। कसले गर्नु होला नि त्यो चाहिँ क्राउन सेट गरिदिएको होला नानी। टिफिन गरेर ए त्यो ब्याक कमिङ गरेको थियो है। गर्दै गरेर नहुनु पऱ्यो ज्वरो। त्यसो गर्छु लाउनु त लाउँदैन खालि रातै लाएर आज त हल्का लाग्छ। सबै कुरा कहिले कहिले हुन्छ नि अब काहीँ जाँदैछ यस्तो देखिन्छ होइन। नर्मल यस्तो लगाउँदा ठिक्क जेन्टल हुन्छ क्या। कर्ली गर्नु भएन गरेर क्राउन सेट गर्नु। कि सरिताले यो उठाउन नहुनु पर्ने चटपटी सबै छरिएछ। अस्ति त उठाइदिन्छ नि क्राउन छ नि हाम्रो क्राउन छ है। आज यो व्हाइट क्राउन सेट गरिदिनु उसलाई। प्र्याक्टिस त हो नि जति प्र्याक्टिस गर्यो त्यति हुन्छ। आज एउटा बनायो भोलि एउटा बनायो ब्रस चलाउन सिकिन्छ। त्यसपछि त तुत्त लाइन तान्नु सकिन्छ नि त। आर्ट त हो नि यो जति चलायो त्यति 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 कन्फिडेन्ट हुँदै जान्छ क्या। चलाएन भने चाहिँ फेरि त्यो गर्ने ए भन्ने हुन्छ। तल चाहिँ त्यो पाउडरबाट हल्का गाजल लगाइदियो भने अझै आई एकदम राम्रो देख्छ। ब्लेन्ड गर्ने तरिकाले लाउनेले यताउता घुमाएर ठ्याक्कै भित्र होइन ठ्याक्कै उम्रेको भन्दा बाहिर ब्लेन्ड गर्ने तरिकाले। आइब्रो सेटिङ पाउडरबाट चाहिँ यसरी गाजलको रूपमा पनि मजाले चलाउन सकिन्छ क्या। त्यसले गर्दा आईलाई एकदमै ब्युटिफुल एकदम। यसलाई पनि टच गरेर यो पनि आउट आएको आउट कर्नरबाट स्टार्ट गर।
भित्रबाट आएको भित्र एकैचोटि डार्क हुन्थ्यो नि त, त्यही भएर आउटबाट जानुपर्छ, आउट कर्नरबाट जानुपर्छ। आँखाहरूलाई खोल त यसो, कति दामी देख्यो होइन भाइ, लामो पनि देख्यो। भयो हेरिँदा त्यहाँ सानो भएको फोरहेड पनि ठुलो देखाएको सपोर्ट पनि गर्छ, आइब्रोलाई पनि अझ राम्रो देखाउन सपोर्ट गर्छ। हेरेर पनि एप्लाई गर्न सकिन्छ अहिले। अब एकपल्ट पाउडरले टच गर्नु पऱ्यो नि त, अघि यहाँ छुइएको छ नि त होइन, अनि मात्रै मेकअप सेटिङ गर्ने। सिलाए त्यो सुरुमा एकछिन लाग्छ तिमीलाई, ठुलो आँखा देखाउँछ देख्दैन, आइब्रोलाई नछोइकन राख्नुपर्छ त्यो ठाउँहरू चलाउँदा। त्यही भएर अघिको त्यो छ नि सानो ब्लेन्डरको कि त ब्रस चलाउनुपर्छ, यो अघि के अरे आईमा सेट गर्ने सानो आई ब्लेन्डर चलाउनुपर्छ। हो त्यस्तो हुन्छ क्या, त्यो ठुलो भयो नि त हामीलाई चाहिएको यति एरिया करेक्सनको लागि। उसले अहिले मेकअप सेट नलगाउने ल, अहिले चाहियो भने पछि मात्रै लाउन, उसको आफ्नै स्किन केयर जुन गर्ने छ नि भित्रबाट आउँछ, म्याट हुन जान्छ। अब हेयर सेटिङहरू गर्दाखेरि एक्ज्याक्टली स्किनमा जट भएन भने अनि मात्रै मेकअप स्प्रे लगाउँला, ओइल भएको नभए त चिप 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 बनाउँछ क्या, के अरे नेचुरल खालको देख्यो नि अहिले होइन। अब यो एकदम नेचुरल। अब नेचुरल